ल आज हाम्रो नानी चाहिँ एकदम उफ्रिरहेकी छिन्, नानी खेल्दै रहेकी छिन्। नानीहरूको इच्छाहरू चाहिँ पुरा हुँदै गइरहेको छ, राम्रोसँग खेलिराखेको छिन्। मेलामा हेर्ने भनेर आज चाहिँ दिउँसो चाहिँ गइयो नानीलाई लगेर। अनि त्यसपछि मेला पनि लागेको थियो यो तानसेनमा चाहिँ, पाल्पामा रहेको तानसेनमा चाहिँ यो मेला महोत्सव लागेको थियो। त्यहाँ हेर्न गयौँ, हामी सपरिवार चाहिँ हेर्न गयौँ। अहिले हामीले हेर्न सक्छौँ नानी एकदम खेलिराखेकी छिन्, नानीले रमाइलो गरिराखेकी छिन्। अनि नानीहरूका साथीहरू पनि त्यत्तिकै खेलिराखेका छन्। अनि पछि रातो फरक नानीवाला नाचिरहेकी छिन्, एकदम राम्रोसँग नाचिरहेकी छिन्। अनि खुसी लागिराखेको छ मलाई उनी नानी रमाउँदाखेरि। अहिले चाहिँ एकैछिन लोटे जस्तो गरिन्, तर केही भएन, नानी बल्ली छिन्। नानी एकदम नाच्छिन्, खेल्छिन्, एकदम नानी फरवार्ड छ, नानी ट्यालेन्ट छिन् एकदम। उनले अब बिस्तारै उनको भिडियोहरू यो युट्युब च्यानलमा चाहिँ आइराख्ने छ। त्यसको लागि चाहिँ अरूले चाहिँ सब्सक्राइब गर्नुहोला, लाइक गर्नुहोला, जस्तो छ त्यस्तै कमेन्टहरू गर्नुहोला। हस् त, धन्यवाद।